हेलो साथीहरू, फेरि पनि नमस्कार छ है। फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो नयाँ भिडियोमा है। भिडियो अलिकति ढिलो भयो है, त्यसको लागि म माफी चाहन्छु होइन। अब धेरै साथीहरूको चाहिँ कमेन्ट आएको थियो युरोप जानको लागि चाहिँ बेस्ट मेन पावर कुन छ भनेर। मैले पनि रिसर्च गर्नु पऱ्यो, बुझ्नु पऱ्यो होइन। तपाईँहरूलाई त्यत्तिकै मैले भिडियो हालिदिएर तपाईँहरूले त्यत्तिकै मैले मेन पावरको नाम हालिदिएर पनि भएन होइन। त्यही भएर आज मैले तपाईँहरूलाई नेपालमा 5वटा मेन पावर जसले चाहिँ युरोपको लागि काम गर्छ, स्पेसली धेरैजनाको कमेन्ट थियो साइप्रसको लागि भनेर होइन। र साइप्रसको डिमान्डहरू अहिले पनि त्यो मेन पावरहरूमा आइरहेको छ। यो मैले आज ल्याएको मेन पावर चाहिँ तपाईँको चाहिँ वैदेशिक रोजगारमा रजिस्टर भएका मेन पावरहरू हो होइन। र यो मेन पावर मैले भनिरहँदाखेरि मलाई कुनै पनि मेन पावरले स्पोन्सर गरेको होइन है। र म तपाईँहरूलाई यसमा चाहिँ तपाईँहरूले मैले दिएको मेन पावरमा तपाईँहरू बुझेर जान सक्नुहुन्छ। कसैले पनि मैले मान्छे लाने काम गर्दिनँ होइन। मैले कुनै पनि कमिसन खाने काम पनि गर्ने होइन। यो चाहिँ तपाईँहरूको लागि एउटा हेल्प होस् भनेर मात्र यो भिडियो ल्याएको हो है त मैले। अन्यथा तपाईँहरू अब जस्तै फस्नु भयो, तपाईँहरूलाई अब धेरै पैसा लियो भन्ने यसमा तपाईँहरूको विचार हो है। यो चाहिँ तपाईँहरूको नलेजको लागि अहिलेसम्म नेपालबाट लगेको मेन पावर युरोप लाने मेन पावरहरू अहिले यही मेन पावरहरूबाट चाहिँ नेपालबाट युरोप गइरहेका छन् है मान्छेहरू है त। तपाईँहरू फोन गर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ, चित्त बुझे जान सक्नुहुन्छ, चित्त नबुझे जान नसक्नुहुन्छ है त। ल अब आजको तपाईँको 5वटा मेन पावरको बारेमा म तपाईँलाई भन्न गएको छु। यदि तपाईँहरू जान चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले फोन गरेर बुझ्न सक्नुहुन्छ। र यसमा रिसेन्टली तपाईँहरूको धेरैजसो डिमान्डहरू साइप्रसको चाहिँ धेरैजसो मलाई कमेन्ट पनि धेरै साइप्रसको लागि आइरहेको छ। र यो सबै मेन पावरहरूले चाहिँ साइप्रसको लागि काम गर्छ है त। तपाईँ फोन गर्न सक्नुहुन्छ, बुझेर जान सक्नुहुन्छ है त। नम्बर 1मा रहेको छ ब्रिज स्काई इन्टरनेसनल भन्ने छ होइन। यो चाहिँ तपाईँको लोकेसन रहेको छ तपाईँको धापासी काठमाडौँमा रहेको छ। फोन नम्बर रहेको छ 9801030555 है। म तपाईँहरूलाई यसमा फोन नम्बर राखिदिन्छु। यो फोन नम्बरमा लागेन भने तपाईँले अरू फोन नम्बर हुन्छ, तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ होइन। अरू फोन नम्बरमा फोन गरेर जान सक्नुहुन्छ है त। र नम्बर 2मा रहेको छ तपाईँको वसन्त इम्प्लोइ भन्ने छ है तपाईँको। यसमा चाहिँ साइप्रसको डिमान्डहरू धेरै आइरहेको छ है। यो सिनामगलमा रहेको छ। फोन नम्बर रहेको छ 0145040056 है। र तपाईँको नम्बर 3मा रहेको छ गणपति ओभरसिस है। गणपति ओभरसिस यो चाहिँ तपाईँको भीमसेन खोला काठमाडौँमा रहेको छ। यसको फोन नम्बर रहेको छ 0141110460 है। र तपाईँको नम्बर 4मा रहेको छ ल्याङट्याङ ओभरसिस है। तपाईँको ल्याङट्याङ ओभरसिस चाहिँ तपाईँको वसुन्धरामा रहेको छ। यसको फोन नम्बर रहेको छ 0149712229 है। अब ल्याङट्याङ ओभरसिस चाहिँ तपाईँको पहिला पनि मान्छेहरूले कति धेरै पैसा लियो भन्ने कुरा छ। यसमा तपाईँहरूमा भर पर्छ। मैले फेरि पनि भने होइन। र तपाईँहरूको यसै बिचमा चाहिँ तपाईँहरू कुनै पनि मेन पावरबाट गइरहनु भएको छ, सहज छ भने त्यो मेन पावर पनि कमेन्ट गर्न नभुलिदिनु होला। र कसले लागत कति लियो भन्ने कुराहरू पनि कमेन्ट गरिदिनु होला कि ताकि अरूहरूलाई सहज होस् है। र कुन मेन पावर जेन्युन हो, यसमा मैले दिएका मेन पावरहरू कतिले फ्रड गर्न पनि सक्छ, त्यो फ्रड छ भने तपाईँहरूले त्यो पनि कमेन्टमा गर्न सक्नुहुन्छ है त। र तपाईँको नम्बर 5मा रहेको छ आरओई सल्युसन रहेको छ है। यो पनि तपाईँको वसुन्धरा काठमाडौँमा रहेको छ। नम्बर रहेको छ 0149618007 है। त यदि तपाईँहरू जान चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। न्यू इयर लागेको छ होइन। तपाईँहरूको अब न्यू इयर पछि अब डिमान्डहरू धेरै आउने छ, तपाईँहरूले बुझेर गर्न सक्नुहुन्छ। अब तपाईँहरू मलाई धेरै कमेन्ट गर्नुहुन्छ सर लागत कति लाग्छ, के लाग्छ भनेर। यो लागतको बारेमा म केही पनि भन्न सक्दिनँ, तपाईँहरूमा डिपेन्ड पर्ने कुरा हो होइन। र यदि तपाईँहरू कुनै पनि गल्फमा जान चाहनुहुन्छ भने मैले त्यो गल्फको मेन पावरको 10वटा टप 10 मेन पावर इन नेपाल भनेर मैले अर्को भिडियो बनाइसकेको छु। मेरो प्रोफाइलमा गएर तल गएर भिडियो हेर्न सक्नुहुन्छ है। र 2025मा चाहिँ तपाईँको धेरै नेपालीहरू चाहिँ कुन देश गएको छ भन्ने मैले त्यो भिडियो पनि बनाइसकेको छु। त्यसको बारेमा पनि मेरो प्रोफाइलको मुनि गएर देख्न सक्नुहुन्छ है। र यदि कुनै पनि देशको बारेमा स्पेसिफिक जान्न चाहनुहुन्छ भने त्यो देशको बारेमा कमेन्ट गर्नुहोस्। जसलाई जुन देशको बारेमा जान्न चाहनुहुन्छ, जस्तै भिसा डकुमेन्टको बारेमा एक्सपिरियन्स के चाहिन्छ होइन, फुल डिटेलहरू के चाहिन्छ, स्पेसिफिक कन्ट्रीको नाम लेखेर तपाईँले चाहिँ फुल डिटेल अबाउट द माल्टा इक्जाम्पल माल्टा भिसा प्रोसेस भनेर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ होइन। अब डकुमेन्ट के चाहिन्छ भनेर होइन। तपाईँको जस्तै अब क्रोएसिया
इन्टरभ्यूको पनि मैले सबै भिडियो बनाइसकेको छु हैन। तपाईहरुको मनमा के छ कुराहरू सबै मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म हेरेर तपाईहरुलाई सबैको रिप्लाई दिने नै छु है। र तपाईको कुनै पनि मलाई डाउट लाग्यो अलिकति लामो भिडियो बनाउनु पर्ने छ भने म स्पेसिफिक त्यसको बारेमा म भिडियो बनाउने छु है त। है वन्स अगेन ह्याप्पी न्यू इयर है। जय नेपाल है त।